रातको 11 बजेको थियो। म मुगलिन हुँदै पोखरा टु बागलुङ जाने बाटोमा थिएँ। अन्ध्यारो रात, सुनसान सडक, दुवैतिर ठूला डाँडाहरू। मेरो एउटा सानो ट्याक्सी थियो र त्यही चलाउँदै यात्रा गर्दै थिएँ। सडकमा कतै कतै मात्र बत्ती बालिएको थियो, तर धेरै ठाउँ पुरै कालो अन्धकारले ढाकिएको। अचानक टायर मुनि सुनसरी आवाज आयो। मैले तुरुन्तै गाडी रोकेँ। झर्र फर्र पानी परेको झैँ हावा चलिरहेको थियो। गाडी जाँच्दा कुनै समस्या भएन। फेरि स्टार्ट गरेर अघि बढेँ। यात्रा सुरु भएको केही मिनेटमै अगाडि बाटोमा सेतो कपडामा एक केटी देखा परी। ट्याक्सी अगाडि नै उभिएकोले ब्रेक थिचेर रोकेँ। केटीले हात उठाएर सवारी मागे झैँ गरिन्। मैले खिड्की खोलेर सोधेँ, तिमी कहाँ जाने? उसले मात्र हल्का मुस्कान गरिन्, तर केही बोलिनन्। मनमा अचम्म लाग्यो, तर एक्लो रात भएकोले दया लागेर ढोकामा तालचा खोले। ऊ पछाडिको सिटमा चढिन्। गाडी अघि बढ्यो, तर अचम्म के भयो भने रियर भ्यू मिररमा उसलाई देखिन सकिन। मरेको जस्तो नीरवता छाएको थियो। डरले काँपेर फेरि पछाडि फर्केर हेरे, खाली सिट मात्र थियो। त्यो देख्ने बित्तिकै मेरो शरीरमा काँटो उत्रे जस्तो भयो। गाडी आफै स्टार्ट स्टप जस्तो हुन थाल्यो। स्टियरिङ कडा भयो। अचानक मेरो कानमै ठूलो आवाज आयो, यो बाटो मेरो हो, फर्क। हृदय जोरसित धड्कियो। मैले जोरले ब्रेक लगाएँ। गाडी छेउमै एउटा पुरानो चिहान देखियो। सेतो कपडाको केटी फेरि त्यही चिहानमाथि बसिरहेको देखियो। उसको आँखा रातो र अनुहार पुरै नीलो थियो। मैले बत्ती बाल्न खोजेँ, तर बत्ती कामै नगर्ने। गाडीका सबै झ्यालहरू आफै बन्द भए। त्यति बेलामा ऊ चिहानबाट उठेर ट्याक्सी नजिकै आउन थाली। मैले जे देख्दै थिएँ त्यो सामान्य थिएन। अन्तिम साहस गरेर मैले जोरले ओम नमः शिवाय भनेर चिच्याएँ र गाडी स्टार्ट गर्ने प्रयास गरेँ। अचम्म, गाडीले तुरुन्तै आवाज गर्यो र द्रुत गतिमा अघि बढ्यो। किमीभर पुगेपछि सडकमा फेरि बत्ती बालिएको ठाउँमा पुग्दा सबै सामान्य भयो, तर पछाडिको सिट हेरेँ, त्यहाँ अझै सेतो चोलीको एक टुक्रा र चिसो गन्ध मात्र बाँकी थियो। त्यो दिनदेखि म राति त्यो बाटो कहिल्यै नचले। अझै पनि जब रात पर्छ, त्यही सेतो कपडाको केटी मेरो सपनामा देखा पर्छिन्, मानौ मलाई सम्झाइरहेकी छिन्, यो बाटो मेरो हो।